हेलो साथीहरू नमस्ते र वेलकम ब्याक टु माई मिनी ब्लग। यो भिडियो चाहिँ स्वर्गद्वारी दर्शन तथा घुमघाम गरेको केही दृश्यहरू हेर्नु होला है त। स्वर्गद्वारी मन्दिर नेपालको प्युठान जिल्लामा अवस्थित छ भने भिङ्ग्री बजारबाट 14 किलोमिटरको दूरीमा छ यो स्वर्गद्वारी मन्दिर चाहिँ। यहाँसम्म पुग्न म चाहिँ नेपालबाट महालक्ष्मी टुर एन्ड ट्राभल्सबाट यात्रा गरेको। 2100 मिटरको उचाइमा रहेको स्वर्गद्वारी प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आध्यात्मिक महत्त्वको लागि परिचित छ भने हिन्दू धर्मावलम्बीको लागि यो एक पवित्र तीर्थस्थल पनि मानिन्छ। हरियाली, डाँडाकाँडा, रमणीय दृश्य र धार्मिक वातावरणले स्वर्गद्वारी मलाई चाहिँ एकदम आकर्षण तथा यहाँ पुगेपछि चाहिँ एकदम मनको हल्का नै भयो। स्वर्गद्वारी मन्दिरमा महाप्रभु नारायण खत्रीद्वारा स्थापित आश्रम र मन्दिरहरू पनि देख्न सकिन्छ। तपाईँहरूमध्ये को स्वर्गद्वारी मन्दिर जानुभयो कमेन्ट गरिदिनु होला है त। अन्त गएको छैन भने चाहिँ अब जाने पालो चाहिँ तपाईँहरूको है त स्वर्गद्वारी मन्दिर। स्वर्गद्वारी चाहिँ हामी आइपुगिसकेको छौँ। यता मसँग हुनुहुने चाहिँ फुफू र भदिनी र स्वर्गद्वारी मन्दिर पुगेपछि चाहिँ यसरी नाच्दै हुनुहुन्छ हाम्रो एकजना सृजना दिदी। नेपालकै एक अद्भुत र धार्मिक मन्दिर स्वर्गद्वारी मन्दिर आइपुगेको छौँ हामी उत्तराखण्ड 4 धाम सकाएर आज। दाई, दिपक दाई आइपुग्यौँ है हामी आज उत्तराखण्ड 4 धाम सकाएर पनि हाम्रो यो स्वर्गद्वारीको यात्रा पनि हाम्रो अब पुरा भइसक्यो। त्यहाँ जिन हेमल ठनठनकिँदैन यहाँ सेवन भएका स्वर्गद्वारी मन्दिर स्वर्ग जाने बाटो भनेर चिनिने मन्दिर। र यहाँ चाहिँ गुफा रहेको छ भने भित्र महादेवको मन्दिर पनि रहेको छ। स्वर्गद्वारी दर्शनपछि चाहिँ फर्किँदै अब सूर्य पनि अस्ताउन लागेको छ। यहाँबाट भ्यू पनि राम्रो छ। अहिले स्वर्गद्वारीबाट चाहिँ दर्शनपछि बिस्तारै झर्दैछौँ। अहिले झरी पनि सक्यो हाम्रो गुरु चढ्दै। तपाईँहरूलाई भिडियो मन पऱ्यो लाइक र सेयर पनि गर्नु।